यो ज्ञापन पत्र सुनाउने अनुमति चाहन्छु। नेकपा एकीकृत नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी दोलखा ज्ञापन पत्र मिति 2082-1-19 श्री प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय चैनपुर दोलखा। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको भर्खरै 76 वर्ष पूरा भएको छ। नेपालका कम्युनिस्ट पार्टी इतिहासमा अनेकौं प्रकारका टुटफुट विभाजन पुनर्गठन र एकीकरणको प्रक्रियाबाट गुज्रिरहेका छन् र यस्तै एउटा विशिष्ट परिस्थितिका बीचमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गठन भएको। नेपाली सर्वहारा एवं श्रमजीवी वर्गका जनताको हित प्रतिनिधित्व गर्न र राष्ट्रिय अर्थतन्त्र निर्माण मार्फत राष्ट्रिय पुँजीको विकास गर्दै नेपालको लोकप्रिय वाम आन्दोलनलाई समाजवादी कार्यदिशा मार्फत आम जनताको वर्ग पक्षधर पार्टीको रूपमा समग्र आन्दोलनलाई नै नयाँ उचाइमा उठाउन नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गठन भएको। 81 असार 16 देखि 21 मा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं, समाजवादको दिशामा अघि बढौं भन्ने मूल नाराका साथ हाम्रो पार्टीको 10औं महाधिवेशन सम्पन्न भइसकेको छ। हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनलाई सही मार्गदर्शन गर्दै लोकप्रिय वाम आन्दोलनलाई एकीकृत गर्दै फेरि मुलुकको नेतृत्वदायी पार्टीका रूपमा विकसित गर्ने संकल्प लिएर स्थापित भएको पार्टी हो। मुलुकमा देखा परेका तमाम समस्याको दीर्घकालीन समाधान खोज्न संविधानले नै प्रत्याभूत गरेको समाजवादका लागि ठोस रूपमा समाजवादी कार्यक्रम निर्माण गरी लागू गर्न सक्ने पार्टीको निर्माण नै आजको सबैभन्दा ठूलो चुनौती र आवश्यकता हो। त्यसकै लागि हामीले क्रान्तिकारी संगठनको प्रस्ताव अगाडि सारेका छौं र नेपालको राजनीतिमा नयाँ वाम विकल्प निर्माण गर्न लागेका छौं। तसर्थ दोलखामा पार्टी संगठनलाई जनमुखी र जनपक्षीय अभियानमा केन्द्रित गर्दै दोलखाका नागरिकले भोग्नु परेका समस्या, तिनका समाधान र आम सरकारका विषयलाई सम्बन्धित निकायमा पुर्याएर तिनीहरूका समाधानमा केन्द्रित हुँदै अगाडि बढ्नु आज हाम्रो लागि धेरै महत्त्वपूर्ण हुन्छ। तसर्थ हाम्रो पार्टीले सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा तय गर्दै रचनात्मक, सृजनात्मक र शान्तिपूर्ण संघर्ष तथा आन्दोलन मार्फत नागरिकले भोग्नु परेका समस्या, तिनका समाधान र आम सरकारका विषयलाई सम्बन्धित निकायमा पुर्याएर तिनीहरूका समाधानमा केन्द्रित हुँदै लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास, संवैधानिक सर्वोच्चताको स्थापनाका माध्यमबाट समाज विकास र रूपान्तरणका लागि आन्दोलन मार्फत सुसंगठित, शक्तिशाली, लोकप्रिय र जनपक्षीय पार्टी निर्माणका लागि पहिलो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आजको यो ज्ञापन पत्र प्रस्तुत गर्दै बुझाउने अनुमति चाहन्छु। आज संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामाथि सडकमा अनेकन प्रश्नहरू उठिरहेका छन्। सडक र सदनमा समेत प्रतिगामी पुनरुत्थानवादीहरूले ठूलो स्वर गरिरहँदा र अराजकता मच्चाइरहँदा यो अवस्था कसरी सिर्जना भयो भन्ने कुरा मुलुकको नेतृत्व गरिरहेका राजनीतिक दल तथा तिनका नेतृत्वकर्ताहरू, प्रतिपक्षमा रहेका राजनीतिक दल तथा तिनका नेतृत्वकर्ताहरू, हिजो व्यवस्था स्थापनामा योगदान गरेका र भूमिका खेलेका आम समुदाय तथा संस्थाहरू र स्थायी सरकार भनेर चिनिने सामान्य तथा सार्वजनिक प्रशासन र निजामती सेवाको उपल्लो तहले गम्भीर छलफल र समीक्षा गर्नुपर्छ कि पर्दैन। हाम्रो सामान्य तथा सार्वजनिक प्रशासन र निजामती सेवा कति जनमुखी र सेवामुखी छ कि प्रक्रियामुखी बढी छ? यसको खोज, अध्ययन तथा अनुसन्धान हुनुपर्छ कि पर्दैन? हिजो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनामा महत्वपूर्ण भूमिका खेलेको सामान्य तथा सार्वजनिक प्रशासन र निजामती सेवाले यसको रक्षा, विकास र स्थायित्वका लागि आफ्नो कर्तव्य र जिम्मेवारीमा निष्ठापूर्वक भूमिकाको अपेक्षा पनि आजको असन्तुष्टिको कारण हो कि होइन? यसको समीक्षा गरौं र सम्बन्धित निकायलाई जागरूक गराउँ भन्ने उद्देश्यले निम्न सवालहरू लिपिबद्ध गर्दै हामी यो ज्ञापन पत्र बुझाउँदैछौँ। जिल्लाको शान्ति सुरक्षाको अवस्था। हाम्रो जिल्ला प्राकृतिक सौन्दर्यताले भरिपूर्ण जिल्ला हो। प्राकृतिक, ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण रहेको हाम्रो जिल्ला पर्यटनको राम्रो सम्भावना भएको जिल्ला हो। सबै खालका व्यापार व्यवसायका लागि मात्र होइन, व्यक्तिको आवत जावत र सहजताका लागि पनि शान्ति सुरक्षाको प्रत्याभूति आजको महत्वपूर्ण विषय हो। देशकै राजधानीबाट नजिकैको दूरीमा रहेको यो जिल्लामा हामीले शान्ति सुरक्षाको अवस्था विश्वसनीय र सुरक्षित बनाउन सकेमा जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ। तर कहिलेकाहीँ सुनिने घटनाहरूले नकारात्मक सन्देश जाने भएकोले जिल्ला प्रशासन कार्यालयले विगतका अवस्थाहरूको गम्भीर समीक्षा गर्दै आगामी दिनका लागि चुस्त विश्वसनीय आधार निर्माण गर्न हाम्रो पार्टी प्रमुख जिल्ला अधिकारी मार्फत
सबै सरकारवाला निकायको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छ र जिल्लाको शान्ति सुरक्षालाई सुव्यवस्थित बनाउन हार्दिक अनुरोध गर्न चाहन्छ र अवस्थाहरूको बारेमा तत्कालीन अवस्था र विगतका बारेमा उचित जवाफको अपेक्षा गर्दछ। बजार अनुगमनको अवस्था दोलखामा चरीकोट, दोलखा, सुन्द्रावती, सिंगटी, जिरी, मैनापोखरी, नयाँपुल, खरीढुङ्गा, बागपोर, देउराली, पुरी, गोङ्गर, लामबगर लगायतका साना ठुला बजार र पसलहरू सहितका बिक्री वितरण केन्द्रहरू रहेका छन्। तिनीहरूको अवस्था र गतिविधिका बारेमा सरकारवाला निकाय कति जानकार छ? बजार मूल्यमा समानता असमानता के छन् बजारमा? तिनीहरूको अवस्था र गतिविधिका बारेमा सरकारवाला निकाय कति खबर जानकारी राख्दछ? बजार मूल्य रोक्न र तिनीहरूको संरक्षण गर्न जिल्ला प्रशासन कार्यालयले खेल्ने भूमिका विशिष्ट हुन जरुरी छ। यस क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले विगतमा गरेका प्रयास र आगामी दिनका योजनाका बारेमा जानकारी पाउनु र ज्ञान राख्नु दोलखाली जनताको अधिकार र कर्तव्य हो। तसर्थ यी विषयहरूमा सरकारवाला निकायहरूलाई परिचालन गरी आवश्यक व्यवस्था मिलाई प्रभावकारी अनुगमन गर्न हाम्रो पार्टी जोरदार माग गर्दछ र जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छ। कृषि क्षेत्रको अवस्था बर्खा लाग्न लागेको छ। खेतीपातीको मौसम सुरु भएको छ। किसानहरू मल, बिउ र कृषि औजारहरूको जोह गर्न लागिसकेका छन्। यो बेला हाम्रो जिल्लामा मल, बिउ तथा कृषि औजार तथा सामग्रीको उपलब्धता र तिनीहरूको सहज तथा सरल वितरणको अवस्था के छ? जिल्ला प्रशासन कार्यालय यसमा कति जानकारी राख्दछ? बजारमा उपलब्ध सामग्रीहरूको गुणस्तरका बारेमा सरकारवाला निकायले कतिको ध्यान पुर्याएको छ? आज किनेर लगेको धानको बिउ उम्रन्छ कि उम्रदैन त्यसको ग्यारेन्टी छ कि छैन? कस्तो खालको धानको बिउ बजारमा उपलब्ध छ? तिनीहरूको गुणस्तर के हो? त्यसैगरी यस्ता विषयहरूमा प्रशासन कार्यालयले खेल्नुपर्ने र खेल्न सक्ने भूमिका के हुन सक्छ? यी यावत विषयहरूमा मलको विषयमा, बिउको विषयमा, कृषि औजारका विषयमा विभेदको अवस्था के छ? यहाँ हामी बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकका नागरिक हौं। त्यो सबै संरचना हाम्रो जिल्लामा पनि छ। त्यो संरचनाभित्र हाम्रो आजको अवस्था के छ? भाषाका आधारमा, जातिका आधारमा, संस्कृतिका आधारमा, धर्मका आधारमा हामी कहाँ हुने भेदभाव छन् कि छैन? तिनीहरूको न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले के कामहरू गरिरहेको छ वा ती सबै कामहरू उसको मातहतमा पर्दैन भने सम्बन्धित निकायलाई कसरी सचेत गराइरहेको छ त्यसका बारेमा प्रष्ट, सचेत र सूचनामूलक कार्यक्रमहरू के भइरहेका छन् त्यसको बारेमा जानकारी लिन चाहन्छौँ। अर्को सार्वजनिक सम्पत्तिको सुरक्षा, सुशासन तथा सार्वजनिक सेवा प्रवाह लगायतको भ्रष्टाचार नियन्त्रणको अवस्था कहिलेकाहीँ भन्न मिल्छ मिल्दैन। सिडिओ साहब चाहिँ दोलखाकै विगतमा कुनै सिडिओ साहब चाहिँ भ्रष्टाचारको केसमा मुचिनु भयो। हाले सर त्यति बेला नि यहाँ हुनुहुन्थ्यो कि हुनुहुन्थेन हाले सर त। त्यस्तो चाहिँ अन्य निकायहरूमा पनि प्रशस्तै छ। आज पनि मान्छेहरूले गुनासो गरिरहेका छन्। गणतन्त्र आइसक्यो, हामी समाजवादमा जाने भनिसक्यौँ, तर आम मान्छे सरकारी कार्यालयहरूमा सहज पहुँच राख्दैन, त्यहाँ गएर सहज रूपमा आफ्नो कुरा गर्न सक्दैन र सहज सेवा किन प्राप्त गर्न सक्दैन। यसमा जिल्ला प्रशासन कार्यालयले कसरी समन्वय गर्न सक्छ, के गर्न सक्छ र भ्रष्टाचार नियन्त्रणका लागि के कस्तो भूमिका निर्वाह गरिरहेको छ भन्ने कुरा यहाँहरूका बीचमा राख्न चाहन्छौँ। अब 40 किलोमिटरमा हामीले 250 भाडा तिर्नुपर्छ। यो कति वैज्ञानिक हो? चरीकोट र सिंगटीको बाटोको अवस्था के हो? के आधारमा यो भाडा निर्धारण हुन्छ? त्यसैगरी जिरी जाँदा चाहिँ लगभग 56 किलोमिटर छ, 265 रुपियाँ भाडा तिर्नुहुन्छ, 260 रुपियाँ प्लस भाडा तिरिन्छ। यसका आधारहरू के हुन्? यसको के वैज्ञानिक आधार छ भाडा निर्धारणमा? जिल्ला प्रशासन कार्यालयले यी कुराहरूमा जिल्ला प्रशासन कार्यालय कति खबर पाइरहेको छ? सूचना राख्छ कि राख्दैन? जानकारी राख्छ कि राख्दैन? त्यसलाई नियमन गर्नका निम्ति के गरिरहेको छ? अर्को विषय हामी अस्ति भर्खर आएर यहाँ उठाएका थियौँ। चरीकोटलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने सवारी यातायात सञ्चालनको विषयमा हामीले छलफल गरेका थियौँ। म पनि थोरै समय त्यसमा सहभागी हुन पाएको थिएँ। आज त्यसको अवस्था कहाँ छ? के छ? दोलखाली जनताले आफ्नो प्रदेशको राजधानी जान खोज्दा चरीकोटबाट गाडी चढेर टिकट काटेर त्यहाँ जान पाउने कि नपाउने, त्यसको व्यवस्थाका निमित्त के गर्न सकिन्छ? सिडिओ साहबलाई नेकपा एकीकृत समाजवादी यो विषयमा जानकारी सहित हार्दिक अनुरोध गर्न चाहन्छ। यहाँ कसरी समन्वय गर्न सक्छ र जिल्ला प्रशासन कार्यालयले यो विषयमा कति जानकारी राखेको छ, कति सूचना राखेको छ, यो कुरा यहाँका बीचमा राख्न चाहन्छु। शिक्षा, स्वास्थ्य र पर्यटनको अवस्था। यहाँ पर्यटनको अवस्था हाम्रो जिल्ला पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला हो। तर मैले सुन्ने गरेको छु यहाँका होटलहरूमा होटलै पछि मूल्यहरू छन्।
र मान्छे पछि मूल्य गरिन्छ। त्यहाँ मेनु राख्नुपर्छ कि पर्दैन होटलहरुमा? त्यहाँका रुम, त्यहाँको चाहिँ होटलको स्ट्यान्डर्ड, त्यहाँको उपलब्ध सेवा सुविधाको उपलब्धताको आधारमा मूल्य निर्धारण छन् कि छैन? त्यसका निमित्त जिल्ला प्रशासन कार्यालयले यिनीहरूको अनुगमन गर्नुपर्छ र यिनीहरूको अनुगमन गरेर निर्देशक नेताहरू, आदरणीय नेताहरू यतै आउनु